यो हार तपाईको व्यक्तिगत रूपमा हार भन्ने बुझ्नुहुन्छ कि चाहिँ यो हारले तपाईको पार्टीको भविष्यसँग केही सङ्केत गरेको छ? कालोपत्री सडक कस्तो हो भनेर हेर्नको लागि यो क्षेत्रका मानिसले कि बिहार बङ्गाल जानु पर्थ्यो कि चाहिँ बिर्तामोड जानुपर्ने अवस्था थियो। पिण्डलबारी जस्ता ठाउँहरू थिए जहाँ बिजुली देखिएको थिएन। मेरो त ठुलो चाहना थियो यो मोमेन्टो गार्मेन्ट सुचारू गर्न सकियोस्। यो हारलाई मैले कुनै दण्डको रूपमा सामाजिक सञ्जालको प्रभाव यी सबैबाट चाहिँ यो क्षेत्र पछुतो रहन सकेन। तपाईँले हल्दीबारी गाउँपालिकालाई मात्र मुख्य ध्यान केन्द्रित गर्नुभयो। हल्दीबारीमा बेसी भन्ने प्रमाणित भयो भने म मेरो राजनीति छोडेर हिँड्छु। राप्रपालाई काङ्ग्रेस एमाले लगायतका पार्टीहरू समेत मिलेर हराएपछि अहिले भएको कामहरू हेर्नुहोस्। वैचारिक हिसाबले भन्ने हो भने त हामी प्रमुख प्रतिपक्ष हौँ। पार्टी अध्यक्षको हिसाबले मैले प्रधानमन्त्रीसँग भेटेँ। भेट्दाखेरि त्यहाँ पाखुरा सुर्केर जाने कुरा भएन। यो लोकप्रियताको जगमा आएको सरकार उसले बनाएको पहिलो बजेटमै शिक्षा, स्वास्थ्य, बिजुली, राइड सेयरिङ जस्ता विषयहरूमा पनि कर लगाउने काम गर्यो। अहिलेको सबै सामुदायिक विद्यालयहरू आम मान्छेका छोराछोरी पढ्न लायक छन्। के सबै सरकारी अस्पतालहरूले सर्वसाधारणलाई पुग्ने गरी पर्याप्त रूपमा औषधि उपचारको व्यवस्था छ त? सबैको पहुँचमा छ त? इटा बोकेर ज्याला मजदुरी गरेर मानिसले निजी विद्यालयमा छोराछोरी पढाइराखेको। हिजो खत्तम बनिएको सरकार, हिजो खत्तम बनिएका पार्टीले शिक्षा, स्वास्थ्य, बिजुलीमा कर लगाउने आँट गरेको थिएन। तपाईँहरूले चाहिँ लगाउने। ऊर्जा जलस्रोत मन्त्री हुँदै गर्दा यो कर लगाउनु पर्छ विद्युतमा भन्ने तपाईँले कहिले त्यो आधार देख्नु भएको थियो? कर लगाउने भन्ने कुरा त हाम्रो कल्पनाको विषय पनि थिएन। प्रधानमन्त्रीले के भन्दै हुनुहुन्थ्यो, बिजुलीमा चाहिँ नि यो कर लगाएन भने त सबैले इन्डक्सन चलाउँछन्, ट्रान्सफर्मर पड्किन्छ, लाइनहरू जल्छ। त्यो लाजमर्दो कुरा हो। सबले बिजुलीले खाना पकाउनु, इन्डक्सन खरिदमा सहुलियत दिन्छौँ। कहाँ कहाँ लाइनमा समस्या छ त? ट्रान्सफर्मरमा समस्या छ, लाइनहरू कमजोर छ, त्यहाँ प्राधिकरणले तुरुन्तै बदलिदिन्छ, तुरुन्तै सुधार गर्छ भनेर घोषणा पो गर्नुपर्ने हो। बिजुलीले पकाउनुहोस्, अब ग्यास चलाउनु पाइँदैन, नचलाउनुहोस् भनेर पो भन्नुपर्ने हो है। तर अब त्यो बुझाइमै छैन। सरकारकै भनाइअनुसार यदि हामीले जनताबाट विद्युतमा अहिले कर नलिने भने हामीले नयाँ ट्रान्सफर्मर हाल्नका लागि वा लाइन चाहिँ नयाँ जडान गर्नका लागि सरकारको एक्लो सामर्थ्यले पुग्दैन भन्ने जस्तो कुरा आउँछ। यो के सत्य नै हो? बिल्कुल गलत हो। आज नेपालको सरकारी संस्थानहरूमा सबभन्दा धेरै नाफामा भएको संस्था भनेको नेपाल विद्युत प्राधिकरण। मन परेको मान्छेको समर्थन गर्नुपर्छ भन्ने हाम्रो चाहिँ नि अन्ध सोचका कारण केही साथीहरूले यो बाहिर गप्या छन्। अहिले ट्रान्सफर्मर चेन्ज गर्नको लागि, पोल तार विस्तारको लागि कर बढाउनु पर्ने, बिजुलीमा कर लगाउनु पर्ने कुनै आवश्यकता छैन। मात्र अहिलेका हालका अर्थमन्त्री स्वर्णिम वाग्लेले निकै अगाडिको समयमा उहाँले के भन्नुभएको थियो भने हाम्रो सामर्थ्य पुगेको दिन हामी यो प्रदेश संरचना खारेज गर्छौँ भन्नुभएको थियो। यदि अहिलेको अवस्थामा रासपाले प्रदेश खारेजीको कुरा ल्यायो भने त्यसमा तपाईँहरूको समर्थन रहन्छ कि रहँदैन? यो कुरामा सरकारलाई हाम्रो मद्दत चाहिन्छ भने हामी मद्दत गर्न तयार छौँ। तर सरकार आफै नै यसमा उत्सुक अथवा इच्छुक छैन, यो बाहिर भन्ने कुरा हो। सरकार इच्छुक छ भने त ट्रायलमा ल्याए भइहाल्यो संसदमा। कुन कुन दल कता कता रहेछ, तर उहाँहरू नै इच्छुक हुनुहुन्छ। पहिलाको उहाँहरूको बोली र अहिलेको बोलीमा फरक समय अनुसार बोली। तपाईँ आफै चाहिँ अब कहिलेसम्म यो पार्टीको अध्यक्षको रूपमा रहिरहनुहुनेछ? दर्शकबिन नमस्कार। आज हामी राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष साथै भूतपूर्व उपप्रधानमन्त्री साथै ऊर्जा जलस्रोत मन्त्री राजेन्द्र लिङ्गदेन हामीमाझ उपस्थित हुनुहुन्छ। अध्यक्षज्यू नमस्कार। नमस्कार। सर्वप्रथम मैले एउटा प्रश्न सोध्नै पर्ने हुन्छ। यसभन्दा अगाडि तपाईँ यसै झापा निर्वाचन क्षेत्र नम्बर 3बाट दुई पटक चाहिँ यहाँका जनताले तपाईँलाई निर्वाचित गराएका थिए। तर केही महिना अगाडि भर्खरै सम्पन्न निर्वाचनमा तपाईँले यही क्षेत्रबाट हार बेहोर्नु पर्यो। यो हार तपाईँको व्यक्तिगत रूपमा हार भन्ने बुझ्नुहुन्छ कि चाहिँ यो हारले तपाईँको पार्टीको भविष्यसँग केही सङ्केत गरेको छ? पहिलो कुरा त म यस क्षेत्रका मतदातालाई धेरै धेरै धन्यवाद तथा आभार फेरि पनि व्यक्त गर्न चाहन्छु कि यस क्षेत्रमा चुनाव त मैले धेरैचोटि उठेँ, तर पनि गएका दुईटा चुनावमा 74 र 79मा विजय प्राप्त गर्ने मौका प्राप्त गरेँ अथवा मलाई जित दिलाइदिनु भयो र मैले राष्ट्रिय राजनीतिमा आफूलाई उभ्याउने र आफ्ना दृष्टिकोणहरू सार्वजनिक गर्ने मात्रै होइन, यस क्षेत्रको विकास निर्माणमा एउटा महत्त्वपूर्ण योगदान दिने मौका मैले प्राप्त गरेँ। 7-8 वर्ष अगाडि
यस क्षेत्रको जुन बेला म प्रतिनिधि बने त्यस बेला मैले अरू बेला पनि भनेको छु, यो समग्र क्षेत्रको कुरा गर्दाखेरि भद्रपुर पुरानो नगर हुनाको नाताले त्यहाँ कहीँ कहीँ कालोपत्री सडकहरू देख्न पाइन्थ्यो। त्यसपछि कालोपत्री सडक कस्तो हो भनेर हेर्नको लागि यो क्षेत्रका मानिसले कि बिहार बङ्गाल जानु पर्थ्यो कि चाहिँ बिर्तामोड जानुपर्ने अवस्था थियो। आज अभूतपूर्व रूपमा सडक सञ्जालको विकास भएको छ। त्यहाँ स्थानीय तहहरूले पनि काम गरेका होलान्, तर मेरो योजना र मेरो मेहनतले पनि काम गरेको छ। यो क्षेत्र मेची र बिरिङ जस्ता ठुला नदीहरूले घेरेर राखेको क्षेत्र हो। म त्यस बेलाको स्मरण गर्छु। हाम्रो संवाद सुन्ने हेर्ने मतदातालाई पनि मैले त्यस बेला 8 वर्ष अगाडिको यो क्षेत्र नम्बर 3 को स्थितिलाई चाहिँ स्मरण गर्न अनुरोध गर्छु। मेची र बिरिङले यो क्षेत्रलाई हल्दीबारी गाउँपालिका बाहेक सबैलाई प्रभावित पारेको थियो मात्र होइन, गाउँ बस्ती नै सारेर अग्लो ठाउँमा लानुपर्ने अवस्था थियो। डुङ्गा लिएर मानिसहरूको उद्धार गर्न जानुपर्ने अवस्था थियो। र यो बिचमा मेची, बिरिङ, देउनिया जस्ता नदी नियन्त्रणका कामहरू भए र अब सामान्य स्थितिमा डुबान हुने, गाउँै सार्नुपर्ने अवस्था अब यो क्षेत्रमा छैन। अब विद्युतीकरण पुगेन भन्ने कुनै ठाउँ छैन। पिण्डलबारी जस्ता ठाउँहरू थिए जहाँ बिजुली देखिएको थिएन, ग्राभल भन्ने नै देखिएको थिएन। बिजुलीको पहुँचभित्र अब सबै नागरिकहरू आछ। सिँचाइका कामहरू पनि त्यही ढङ्गले भएका छन्। शिक्षामा पनि सुधारका थुप्रै प्रयासहरू भएका छन्। जलथल जङ्गल जो यो क्षेत्रको बिचमा रहन्छ, झन्डै 2 दशकदेखि हात्ती आतङ्क बढेको छ र हात्ती नियन्त्रण गर्नको लागि र हात्ती मानव द्वन्द्व कम गर्नको लागि हामीले सौर्य विद्युतीय तारबारको बन्दोबस्त गऱ्यौँ। अब त्यसको ठिक ढङ्गले संरक्षण हुन सकेन र त्यसबाट पूर्ण रूपले जनताले लाभ लिन सकेनन्, तर त्यो बेग्लै कुरा हो। तर अहिलेको सन्दर्भमा त्यो सबैभन्दा ठुलो र राम्रो विकल्प थियो। त्यस्ता कामहरू भए र अरू थुप्रै कामहरू वनमूल विकास निर्माणको काममा यो क्षेत्रले एउटा फड्को मारेको छ भनेर भन्छु। गर्नुपर्ने त थुप्रै कामहरू बाँकी होलान्। अहिले पनि मानिसहरूले हाम्रोमा भएन, मेरोमा भएन भन्ने थुप्रै कुराहरू होलान्, तर मैले 2 कार्यकाल भन्दा पनि एउटा पुरा र अर्को त 2 वर्ष मात्रै जो यो क्षेत्रको नेतृत्व गर्ने मौका पाएँ। देख्दा देख्दै यो क्षेत्रमा चाहिँ परिवर्तन भएको छ पूर्वाधार विकासको क्षेत्रमा। अब जहाँसम्म रोजगारी सिर्जनाका कुराहरू छन्, अरू क्षेत्रमा ल्याउनु पर्ने परिवर्तनका कुराहरू छन्। अब ती कार्यकारी पदमा बस्ने, सरकारकै नेतृत्व गर्ने मानिसहरूको तर्फबाट हुने कुराहरू हुन्। अब त्यसमा खास योगदान पुर्याउन सकिएन, आवाज उठाउने बाहेक। मेरो त ठुलो चाहना थियो यो मोमेन्टो गार्मेन्ट सुचारू गर्न सकियोस्। म त्यसको धेरै प्रयास पनि गरेँ। त्यसका सञ्चालकहरूलाई थाहा छ राम्ररी कि यस क्षेत्रको प्रतिनिधि सभाको सदस्यको हैसियतले राजेन्द्र लिङ्गदेनले कुन प्रकारको प्रयत्नहरू गरेको थियो र के गरेको भए अथवा अरू कसको सहयोग भएको भए यो सम्पन्न गर्न सकिन्थ्यो भन्ने कुरो उहाँहरूलाई थाहा छ। तर कतिपय कुराहरू गर्न सकिएन र भ्याइएन। तर यो 2 कार्यकाल अथवा 2 चोटि चुनाव जित्दा धेरै कामहरू गर्ने मौका पाएँ, जनताको सेवा गर्ने मौका पाएँ। त्यसको लागि जनताबाट आभारी छु। र अब मतदाताले अब यो चोटि अब योभन्दा राम्रो गर्ने मान्छे अथवा योभन्दा राम्रो गर्ने पार्टी रोज्ने भनेर उहाँहरूले अर्को अप्सन प्रयोग गर्नुभएको छ मतदाताले। अब त्यसलाई हामीले धैर्यतापूर्वक 5 वर्ष चाहिँ हेर्नुपर्छ। यो हारलाई मैले कुनै दण्डको रूपमा भन्दा पनि जनताको उच्च महत्त्वाकांक्षा, योभन्दा अझै तीव्र गतिमा विकास हुनुपर्छ, यतिले पुगेन भन्ने जो चाहना र खास गरी अब सामाजिक सञ्जालको प्रभाव यी सबैबाट चाहिँ यो क्षेत्र अछुतो रहन सकेन र यसलाई चाहिँ मैले सकारात्मक रूपमा लिन्छु। तपाईँलाई एउटा आरोप लाग्ने गरेको छ सधैँ प्रायः जसो हामीले सुन्दै आउँदा, तपाईँ यहाँको चाहिँ माननीय भइसकेपछि, यस क्षेत्रको माननीय भइसकेपछि तपाईँले हल्दीबारी गाउँपालिकालाई मात्र मुख्य ध्यान आकर्षण गर्नुभयो, मुख्य ध्यान केन्द्रित गर्नुभयो र अरू पालिकाहरूमा जुन तरिकाले तपाईँले ध्यान दिनुपर्ने थियो त्यो नदिएको भन्ने कतै कतै गुनासोहरू सुन्नमा आउँछ। यो के हो यो विषय? एकदमै नितान्त गलत हो। अहिले पनि एउटा
सार्वजनिक आयोग गठन गरेर त्यहाँ चाहिँ सार्वजनिक भन्दा पनि सर्वदलीय आयोग गठन गरेर म यस क्षेत्रको प्रतिनिधि सभाको सदस्य भएपछि सांसदले सिफारिस गर्ने अथवा सांसदको सिफारिसबाट केन्द्रबाट आएका योजनाहरू केन्द्रीय कार्यक्रमहरू सबभन्दा धेरै कुन पालिकामा परेछ त? यहाँ चाहिँ 4टा पालिकाहरू र बिर्तामोडको एउटा वार्ड समेत छ। सबभन्दा धेरै कुन पालिकामा परेछ त, कुन वार्डमा परेछ त, त्यसको छानबिन होस् र त्यो छानबिन हुँदाखेरि भद्रपुरमा भन्दा हल्दीबारीमा बेसी, कचन कवलमा भन्दा हल्दीबारीमा बेसी अथवा अरू स्थानीय तहहरूमा भन्दा हल्दीबारीमा बेसी भन्ने प्रमाणित भयो भने म मेरो राजनीति छोडेर हिँड्छु। भएको कुरा के हो भन्दाखेरि यहाँ स्थानीय तह पनि राप्रपाले चुनाव जित्यो। यहाँको स्थानीय तहको प्रतिनिधिले हाम्रा सल्लाह सुझाव पनि माने र हामीले भनेको ढङ्गमा यहाँको स्थानीय बजेट खर्च भयो, जो चाहिँ परिणाममा देखियो। तपाईँ हेर्नुहोस्, 5 वर्ष जो कचन कवल राप्रपाले जितेको थियो, त्यसबेला त्यहाँ भएको पूर्वाधार विकास, त्यसबेला भएको शिक्षा स्वास्थ्यमा चाहिँ भएको परिवर्तन र राप्रपालाई काङ्ग्रेस एमाले लगायतका पार्टीहरू समेत मिलेर हराएपछि अहिले भएको कामहरू हेर्नुहोस्। त्यो स्थानीय तहको सक्रियतामा भर पर्छ। केन्द्रको कुरा गर्नुहुन्छ भने हेर्नुहोस्, मेची नदी नियन्त्रणमा मात्रै, देउनिया नदी नियन्त्रणमा मात्रै र बिरिङ नदी नियन्त्रणमा मात्रै भएको खर्चलाई हामीले जोड्ने हो भने अरबौँको हिसाबमा आउँछ। भद्रपुरमा भएन भन्दाखेरि कोर भद्रपुर बजारभित्र केन्द्रले गर्नुपर्ने कामहरू पनि थिएन, त्यो नगरले गर्नुपर्ने कामहरू थियो। तर त्यो कोर भद्रपुर नगरलाई बचाउने काम त मेची तटबन्धनले गरेछ हैन। त्यो केन्द्रीय योजना मात्रै होइन, म जुन बेला सांसद भएँ मेची नदी जनता तटबन्धन कार्यक्रममा थिएन। त्यो कार्यक्रममा नहुँदाखेरि बजेट नाम मात्रको आउँथ्यो। जब म सांसद भएँ अथवा यस क्षेत्रको प्रतिनिधिको रूपमा निर्वाचित भएँ, जनता तटबन्धन कार्यक्रममा आयो र मेची नदी नियन्त्रणमा प्रशस्त पैसाहरू आयो। त्यति मात्र होइन, नगर सुरक्षा कार्यक्रम भनेर पनि अर्को अतिरिक्त योजना पनि त्यहाँ समावेश भएर प्रशस्त पैसा छ कि अहिले मेची नदी कटानको समस्या अपवादको रूपमा बाहेक अहिले चाहिँ नि पाइँदैन। र त्यसै गरेर नगर चाहिँ नि सुरक्षा योजना अन्तर्गत देउनिया नियन्त्रणका कामहरू पनि प्रभावकारी ढङ्गले चाहिँ भएको छ। म 15-20 दिन मात्रै चाहिँ मन्त्री हुँदाखेरि, म सरकारमा हुँदाखेरि भद्रपुरमा मात्रै 20 किलोमिटर सडकको काम भएको छ। तपाईँले याद गर्नुभएको छैन, म फोटो खिचाएर हिँड्ने, प्रचार गरेर हिँड्ने होइन। मोमेन्टो गार्मेन्टदेखि दक्षिण जाने मन्त्री चोकसम्म जोड्ने बाटो होस्, तल 3 नम्बरमा चाहिँ नि भीमनगर उदय उता मेचीपारी जाने झोलुङ्गी पुलसम्म जाने त्यो कालोपत्री सडक, यो यस्ता टुक्रा टुक्रा गरेर एकै टेन्डरबाट 20 किलोमिटर सडक एकै तालमा भनेको छ। बिचबिचमा भएका अरू थुप्रै कामहरूको त कुरै छोडिदिउँ। त्यस कारणले त्यस्तो कुरा होइन। यहाँ त केन्द्रीय स्तरको योजना त एकदमै कम। बरु मलाई उद्घाटन गर्न लान्छन्, लगेपछि ल राजेन्द्र लिङ्गदेनले त्यहाँ मात्रै गरेछ भने, तर यहीँको पैसाबाट पुलहरू बनाएका छन्, सडकहरू प्रशस्त मात्रामा भएको छ। अपवादको रूपमा केही केन्द्रीय योजनाहरू जस्तै भद्रपुरबाट फुलबारी जोड्ने बाटो भनेको हल्दीबारी हुँदै जोड्ने बाटो पर्दाखेरि हल्दीबारी पनि पर्यो होला। बिर्तामोडबाट अब राजगढ जाने बाटो भन्ने क्रममा एउटा केन्द्रीय योजना पर्यो होला। तर यहाँ चाहिँ नि त्यस प्रकारका छुट्टै कार्यक्रमहरू छैन। तपाईँकै पार्टीबाट निर्वाचित सांसद ज्ञानेन्द्र साई अहिले हाल तपाईँहरूकै पार्टीबाट चाहिँ संसदीय दलको नेता पनि हुनुहुन्छ। सरकारलाई निकै आक्रामक रूपमा चाहिँ उहाँले प्रस्तुत गर्दै आउनु भएको अवस्था हामीले देख्न सक्छौँ। तर तपाईँ अस्ति भर्खरै सम्माननीय प्रधानमन्त्री बालेन शाहसँग भेटघाट गर्नुभयो र नरमपूर्वक चाहिँ एक किसिमको छलफल गर्नुभयो भन्ने कुरा आएको छ। यो तपाईँहरूकै पार्टीमा 2 किसिमको धार देखियो, यो के हो प्रष्ट पारिदिनुहोस् न। बुझ्ने तरिकामा फरक परेको हो। हामी स्वाभाविक रूपले यो सरकारको प्रतिपक्षमा छौँ र हामी प्रतिपक्षी दल हौँ। यो सरकारसँग सत्ताको हिसाबले मात्रै प्रतिपक्ष होइन, वैचारिक हिसाबले पनि हामी
प्रतिपक्षी हौँ र वैचारिक हिसाबले भन्ने हो भने त हामी प्रमुख प्रतिपक्षी हौँ, किनभने अहिलेको सरकार पनि यही व्यवस्थाको पक्षमा छ, अरू राजनीतिक दलहरू पनि यही व्यवस्थाको पक्षमा छन् र यो व्यवस्थामै फरक मत राख्ने, यो संविधानमै फरक मत राख्ने दल भनेको राप्रपा मात्रै हो। त्यो वैचारिक हिसाबले, दार्शनिक हिसाबले कुरा गर्ने हो भने राप्रपा प्रमुख प्रतिपक्षी दल हो भनेर भन्दा पनि हुन्छ। तर हामी प्रतिपक्षमा छौँ, यसकारण भेटघाट गर्ने हुन्न, कुराकानी गर्ने हुन्न भन्ने कुरा होइन। संसदमा कतिपय विषयहरू जो हाम्रो पार्टीले उठाएको छ र त्यो जनताको पक्षका कुराहरू, जनताको पक्षमा खरो ढङ्गले उठाउनु पर्ने कुराहरू खरो ढङ्गले उठाइएको छ। अब पार्टी अध्यक्षको हिसाबले मैले प्रधानमन्त्रीसँग भेटेँ। भेट्दाखेरि त्यहाँ पाखुरा सुर्केर जाने कुरा भएन, उफ्रिँदै जाने कुरा भएन। हामीले त्यहाँ पनि जनजीविकासँग सम्बन्धित विषयहरू, राष्ट्रियताका विषयहरू खरो ढङ्गले चाहिँ नि उठाएका छौँ। जसरी हामीले यो लोकप्रियताको जगमा आएको सरकार, उसले बनाएको पहिलो बजेटमै शिक्षा, स्वास्थ्य, बिजुली, राइट सेयरिङ जस्ता विषयहरूमा पनि कर लगाउने काम गर्यो। त्यो विषयमा हामीले आपत्ति जनायौँ। मैले भेटेरै यसमा चाहिँ प्रश्न गरेँ, तपाईँहरूको मानिसहरू यो करको विरोध गर्दाखेरि सामाजिक सञ्जालमा के लेख्छन् भने कर नतिरिकन, कर नलिकन कसरी सरकार चल्छ, कसरी राज्य चल्छ। त्यति मात्र होइन, हाम्रो सरकारले लगाएको कर भनेको त निजी स्कुलमा छोराछोरी पढाउनेलाई पो त, निजी अस्पतालमा गएर उपचार गर्नेलाई पो त भनेर भन्छन्। के अहिलेको सबै सामुदायिक विद्यालयहरू आम मान्छेका छोराछोरी पढ्न लायक छन्? के सबै सरकारी अस्पतालहरूले सर्वसाधारणलाई पुग्ने गरी पर्याप्त रूपमा औषधि उपचारको व्यवस्था छ त? सबैको पहुँचमा छ त? सबैले चाहेको स्वास्थ्य उपचार प्राप्त गर्न सक्छन् त? हामीले जबसम्म तपाईँले निजी अस्पताललाई कर लगाउने सोच राख्नुहुन्छ भने तपाईँले सार्वजनिक अथवा सरकारी अस्पताललाई गुणस्तरीय बनाउनु पर्यो, आम जनताको पहुँचमा पुर्याउनु पर्यो। होइन भने त मान्छे मर्न लाग्यो त पैसा तिरेर पनि निजी अस्पतालमा जान्छ। आज सार्वजनिक विद्यालयहरूको गुणस्तर राम्रो नभएको कारण, त्यहाँ पठन पाठन ठिक नभएको कारण एउटा ज्यामी गर्ने मानिस, ज्याला मजदुरी गरी खाने मानिस पनि मैले त दुःख पाएँ, मेरो जीवन त यस्तो भयो, तर मेरो छोराछोरी चाहिँ यस्तो हुनुहुन्न, म जस्तो हुनुहुन्न, उसलाई यो देशको उच्च स्तरीय नागरिक बनाउँछु, म चाहिँ उसलाई राम्रो पढाउँछु भनेर इटा बोकेर ज्याला मजदुरी गरेर मानिसले निजी विद्यालयमा छोराछोरी पढाइराखेको छ। छोराछोरी निजी विद्यालयमा पढाउनको लागि मान्छे ज्याला मजदुरी गरिरहेको छ र छोराछोरीको भविष्यलाई आफ्नो भविष्य ठानेर चाहिँ लागिरहेको छ भने त्यो निजी विद्यालयमा कर लगाउँदाखेरि हुने खानेलाई मात्रै लाग्दैन। र यो आम सरोकारसँग सम्बन्धित विषय हो। यो कर हटाउनुहोस्। बिजुली त झन् नेपालमा प्रोत्साहन गर्ने र बिजुलीलाई त नेपाल विकासको एउटा शक्तिको रूपमा लिएर जानुपर्ने हुनाले यसलाई करबाट मुक्त बनाउनुपर्छ। हिजो खत्तम बनिएको सरकार, हिजो खत्तम बनिएका पार्टीले शिक्षा, स्वास्थ्य, बिजुलीमा कर लगाउने आँट गरेको थिएन। तपाईँहरूले चाहिँ लगाउने भनेर यही कुराहरू भएको थियो। अरू थुप्रै विषयहरू भएको थियो। उहाँले सकारात्मक रूपमा लिनुभएको थियो र यसलाई मैले गम्भीर रूपमा लिएको छु भन्नुभयो। र अहिले चाहिँ अब शिक्षा र स्वास्थ्यमा कर फिर्ता लिने निर्णय पनि चाहिँ भएको छ र मलाई लाग्छ अरू विषयहरूमा पनि उहाँहरूले ध्यान दिनुहुन्छ। तपाईँ यो देशको पूर्व उप प्रधानमन्त्री साथै चाहिँ ऊर्जा जलस्रोत मन्त्री हुँदै गर्दा यो कर लगाउनुपर्छ विद्युतमा भन्ने तपाईँले कहिले त्यो आधार देख्नु भएको थियो? कर लगाउने भन्ने कुरा त हाम्रो कल्पनाको विषय पनि थिएन। अहिले चाहिँ नेपालको शक्ति भनेकै बिजुली हो। झन्डै 1 लाख मेगावाट विद्युत उत्पादन क्षमता छ नेपालको, तर हामी 4000 मेगावाटको वरिपरि घुमिरहेका छौँ यति बेला आइपुग्दाखेरि। यसलाई व्यापक रूपमा उत्पादन गर्ने र यसको उपभोग पनि व्यापक रूपमा गर्ने र पेट्रोलियम पदार्थ आयातलाई विस्थापन गर्ने र वैदेशिक मुद्रा आर्जनको स्रोत पनि यसलाई निर्यात गरेर बनाउने र वैदेशिक मुद्रा जो अरू हामीले विभिन्न कारोबारबाट आर्जन गर्छौँ अथवा चाहिँ हाम्रा युवाहरूको पसिना बेचिएर जुन वैदेशिक मुद्रा आर्जन हुन्छ
त्यसलाई पेट्रोलियम पदार्थ आयातमा खर्च नगर्ने जोगाउने र नेपाललाई आत्मनिर्भर बनाउने, नेपालमा रोजगारी सिर्जना गर्ने हो भने यो विद्युत उत्पादन बढाउनुपर्छ। त्यस कारणले विद्युत उत्पादन चाहिँ निजी क्षेत्रले पनि अहिले गर्न त पाइरहेको छ, तर व्यापारमा संलग्न हुन पाएको छैन। त्यस कारणले विद्युत उत्पादन र व्यापार दुईटै कुरामा निजी क्षेत्रलाई पनि सामेल गराएर लानुपर्छ र यो बिजुली भन्ने चिज सहज बनाउनुपर्छ। त्यो गाडी कुदाउने कुरामा होस्, खाना पकाउने कुरामा होस्, अरू जीवनको सबै क्षेत्रमा सजिलो बनाउनुपर्छ। अझ मैले त के भनेको थिएँ भने नेपालमा जसले 1000 मान्छेलाई रोजगार दिने उद्योग स्थापना गर्छ उसलाई बिजुलीमा सहुलियत दिने, लोड सेडिङ नहुने व्यवस्था गरिदिने, उसलाई उत्पादन लागतमै बिजुली उपलब्ध गराउने व्यवस्था गर्ने र नेपालमा चाहिँ उद्योग धन्दाको विस्तार गर्ने, रोजगारी सिर्जना गर्ने, हाम्रा युवाले 40-50 हजार तलबको लागि विदेश जानु नपर्ने परिस्थिति निर्माण गर्ने भनेर त्यही योजना अन्तर्गत एकैचोटि त्यसबेलासम्मको इतिहास कस्तो थियो भन्दाखेरि PPA भनेको विद्युत खरिद सम्झौता चाहिँ यो विद्युत खरिद सम्झौता भनेको कस्तो हो भने नेपालमा अहिलेसम्म तपाईले विद्युत उत्पादन चाहिँ गर्न पाउनुहुन्छ निजी क्षेत्रले, तर व्यापार गर्न पाउनुहुन्न। तपाईले उत्पादन गर्नुभयो, बिजुली निकाल्नुभयो, तर बेच्न पाउनुहुन्न। त्यो बेच्न पाउने काम चाहिँ अथवा अधिकार चाहिँ नेपाल विद्युत प्राधिकरणसँग मात्रै छ, सरकारसँग मात्रै छ भन्दा भयो। त्यसकारणले तपाईले उत्पादन गरेको बिजुली मैले किनिदिन्छु भनेर विद्युत प्राधिकरणले सम्झौता गर्नुपर्छ, अनि मात्रै तपाईले त लगानी गर्नुहुन्छ नि त। अथवा तपाईलाई ब्याङ्कले लोन दिन्छ, तपाईले बिजुली निकाल्नुहुन्छ, कहाँ बेच्नुहुन्छ भन्ने कुराको टुङ्गो छैन, कतिमा बेच्नुहुन्छ भन्ने कुराको टुङ्गो छैन भने त ब्याङ्कले तपाईलाई पैसा कसरी दिन्छ, अथवा अरू लगानीकर्ता को आउँछ, अथवा तपाईले आफैसँग भएको पैसा पनि कसरी लगानी गर्नुहुन्छ। त्यसकारणले पहिले नै प्राधिकरणले ल हुन्छ तपाईको विद्युत यो मूल्यमा मैले किनिदिन्छु, प्राधिकरणले किन्छ भनेर सम्झौता गर्ने व्यवस्था छ, अहिलेसम्म प्रचलन त्यो छ, जसलाई चाहिँ PPA अथवा विद्युत खरिद सम्झौता भनेर चाहिँ नै भनिन्छ। जुन काम चाहिँ म मन्त्री भएर जाँदाखेरि 4 वर्षदेखि रोकिएको रहेछ, त 4 वर्षदेखि विद्युत खरिद सम्झौता रोकिएको थियो भने त विद्युत उत्पादन प्रक्रिया पनि रोकिएको थियो नि त, हैन? देशलाई त 4 वर्ष घाटा भयो। मैले त्यो थाहा पाउने बित्तिकै मैले अघि भनेको उद्देश्य प्राप्तिकै लागि एकैचोटि 1500 मेगावाट विद्युत खरिद गर्ने सम्झौता गरियो, जसलाई मानिसहरूले भन्थ्यो कि त्यो विद्युत खरिद सम्झौता भनेपछि चाहिँ त्यो लेनदेनकै काम हुन्छ। 1 रुपैयाँको लेनदेन बिना, 1 कप चियाको लेनदेन बिना हामीले त्यो काम गरेर चाहिँ अगाडि बढायौँ। र म अहिले पनि भन्छु सरकारको चाहिँ विद्युत क्षेत्रमा उच्च प्राथमिकता हुनुपर्छ र यो प्राधिकरणले मात्रै गरेर पुग्दैन, निजी क्षेत्रलाई नै उत्पादन पनि गर, व्यापार पनि गरेर बेच भनेर उनीहरूलाई चाहिँ नि सुविधा दिनुपर्छ र विद्युत उत्पादनमा हामी चाहिँ व्यापक रूपमा लाग्नुपर्छ। त्यो नेपालको शक्ति हो। विद्युत उत्पादन गर्न सक्ने क्षमता हाम्रो देशको निकै धेरै मात्रामा छ, तर हालसम्म उत्पादन क्षमता भए तापनि उत्पादन भएको अवस्था छैन। यसका मुख्य कारणहरू के हुन सक्लान्? सरकारी नीति सबैभन्दा ठुलो कुरा, जो सरकारमा भए पनि सरकारमा हुनेहरूले यसको महत्त्व त बुझ्दै नबुझेको भनेर त भन्दिनँ, तर यसलाई प्राथमिकतामा नराखेको, पहिलो प्राथमिकतामा राखेर जानुपर्छ। यही हो हाम्रो शक्ति। तपाईँ अहिले बिजुलीले हामीले भात पकाएर खाने हो भने एउटा सिलिन्डरमा चाहिँ जति भात पाक्छ, 1 सिलिन्डर ग्यासले जति भात पाक्छ, खाना बन्छ, त्यसको आधा पैसाले बिजुलीको भनौँ न बिल तिर्दा त्यति नै खाना पाक्छ भनेपछि अहिले नै हामी भनौँ न यति फरक छौँ। तर अस्ति प्रधानमन्त्रीले के भन्दै हुनुहुन्थ्यो, अब यो बिजुलीमा चाहिँ नि यो कर लगाएन भने त सबैले इन्डक्सन चलाउँछन्, ट्रान्सफर्मर पड्किन्छ, लाइनहरू जल्छ। त्यो त एकदमै दुर्भाग्यपूर्ण कुरा, लाजमर्दो कुरा हो कि सबले बिजुलीले खाना पकाउनु, इन्डक्सन खरिदमा सहुलियत दिन्छौँ, कहाँ लाइनमा समस्या छ त, ट्रान्सफर्मरमा समस्या छ, लाइनहरू कमजोर छ, त्यहाँ प्राधिकरणले तुरुन्तै बदलिदिन्छ, तुरुन्तै सुधार गर्छ भनेर घोषणा पो गर्नुपर्ने हो त। त्यसको लागि यति अरब सरकारले बजेट छुट्याएको छ त्यो लाइन सुधारको लागि। बिजुलीले पकाउनुहोस्, अब ग्यास चलाउनु पाइँदैन, नचलाउनुहोस् भनेर पो भन्नुपर्ने हो है। तर अब त्यो बुझाइमै चाहिँ कमजोरी छ। सरकारकै भनाइअनुसार कस्तो छ भने यदि हामीले जनताबाट विद्युतमा अहिले कर नलिने भने हामीले नयाँ ट्रान्सफर्मर हाल्नका लागि वा लाइन चाहिँ नयाँ जडान गर्नका लागि
सरकारको एक्लो सामर्थ्यले पुग्दैन भन्ने जस्तो कुरा आउँछ। यो के सत्य नै हो? बिल्कुल गलत हो। यही विषयमा छलफल गर्ने भनेको भए म अहिले तथ्याङ्क पनि चाहिँ खोजेर ल्याउँथेँ। अहिले पनि सरकारले यो लाइन विस्तारहरूमा भन्दा पनि प्राधिकरणको कमाइबाट खर्च भइरहेछ। धेरै चाहिँ नि लोनबाट, धेरै वैदेशिक अनुदानबाट यो कामहरू भइराखेको छ। आज नेपालको सरकारी संस्थानहरूमा सबभन्दा धेरै नाफामा भएको संस्था भनेको नेपाल विद्युत प्राधिकरण हो। त्यस कारणले उसलाई यो ट्रान्सफर्मर किन्न, यो लाइन विस्तार गर्नको लागि कुनै समस्या छैन मात्र होइन, अब नयाँ बस्तीहरूको विकास हुँदै जाने र पोल तार र ट्रान्सफर्मर थप्दै जानुपर्ने र क्षमता अभिवृद्धि गर्दै जानुपर्ने यो रेगुलर कुरा हो। तर हिजोको जस्तो अब गाउँ गाउँ बत्ती विस्तार गर्नुपर्ने समस्या छैन। अब चाहिँ झन्डै चाहिँ नि 1-1.5% मानिस मात्रै बिजुलीको पहुँचबाट बाहिर छन्। अबको कामै के हो भन्दाखेरि यसलाई सुदृढीकरण गर्ने, सुधार गर्ने हो। अहिले प्राधिकरणमा त्यो समस्या छैन र बजेटको अभावको कुरा हुँदै होइन। यो त जे कुरा गरे पनि, जे काम गरे पनि आफूलाई मन परेको मान्छेको समर्थन गर्नुपर्छ भन्ने हाम्रो चाहिँ नि अन्ध सोचका कारण केही साथीहरूले यो बाहिर यो गफ दिएका छन्। कति सरकारमा बसेकै मानिसहरूलाई पनि ती सबै कुराहरू थाहा नहुँदाखेरि यी कुराहरू बाहिर आएका हुन्। अहिले ट्रान्सफर्मर चेन्ज गर्नको लागि, पोल तार विस्तारको लागि कर बढाउनु पर्ने, बिजुलीमा कर लगाउनु पर्ने कुनै आवश्यकता छैन मात्र होइन, थुप्रै आयोजनाहरू अहिले नेपाल सरकारको विद्युत प्राधिकरणको अन्तर्गत आइसकेको छ, जो जिरो कस्टमा अहिले चाहिँ नि अपरेटिङ कस्टमा मात्रै भनौँ न, चाहिँ सञ्चालन खर्चमा मात्रै विद्युत उत्पादन भएर पैसा अरबौँ आइरहेको छ। जो म्याद सकिएर अब तपाईँले निजी क्षेत्रले विद्युत उत्पादन गर्नुभयो भने 35 वर्ष चलाएपछि त्यसपछि त्यो प्राधिकरणको हुन्छ। विदेशीहरूले 25 वर्ष सञ्चालन गरेपछि त्यो नेपाल विद्युत प्राधिकरणलाई बुझाउनुपर्छ। त्यस्तो आयोजना नै अब चाहिँ थुप्रै आइसक्यो र अरू आउने लाइनमा छन्। बिना लगानी उत्पादन भइरहेको छ भनौँ न, भने खालि सञ्चालन खर्चकोमा मात्रै पैसा त हामीसँग अब त विद्युत विस्तारको लागि, स्ट्रेन्थनको लागि त समस्या छैन। सरकारले कहाँ खर्च गरेको छ? अहिले जनताकै पैसाबाट, जनताले तिरेको पैसाबाटै आइरहेको छ नि। अहिले पनि चाहिँ जुन मार्जिन रहेछ उत्पादकहरूसँग प्राधिकरणले गरेको खरिद र बिक्री मूल्य त फरक छ नि, हैन? त्यसले गर्दाखेरि त्यो वाहियात कुरा हो, बिना अध्ययन गरिएको कुरा हो। यो कर लगाएर अनि बिजुली विस्तार गर्छु भन्ने कुरा गलत कुरा हो। अहिले 5% लगाएको छ। यो 5% कर ठुलो होइन भनेर कतिले भन्छ, तर अब बिजुलीमा कर लाग्न सुरु भयो नि त, हैन? अब बेलायतले त पहिले लगाइराखेको थियो, हटायो। कर लगाएपछि सुविधा पनि दिनु पर्यो नि त। सुविधा चाहिँ नदिने, कर लाउने। अब स्वास्थ्यमा कर लगाएपछि यता सुविधा दिनु पर्यो। शिक्षामा कर लगाएपछि शिक्षालाई त्यही हिसाबको गुणस्तरीय बनाउनु पर्यो। ल तिमी चाहिँ नि सरकारी विद्यालयमा यो सुविधा छ, यो सुविधा हुँदाहुँदै पनि तिमी निजीमा पढाउँछौ भने तिमीलाई कर लाग्छ भन्नु पर्यो नि सरकारले। अब त्यो खालको कामहरू चाहिँ गर्नु छ। अब कस्तो खालको भनाइहरू आउँदैछ बाहिर भन्दाखेरि निजीमा कर लगाउने र निजीबाट लिएको कर चाहिँ सरकारीमा प्रयोगमा ल्याउने भन्ने कुराले गर्दाखेरि चाहिँ हामीले अहिले चाहिँ यो कर लगाइएको हो भन्ने विषयहरू सुनिनमा आउँछ। अहिले पनि शिक्षाको क्षेत्रमा लगानी अझै बेसी भए राम्रो हुन्थ्यो, तर कम छैन। तर त्यसको प्रतिफल किन आएन भन्ने कुरा हेर्नु पर्यो। त्यो किन गुणस्तरीय बन्न सकेन भन्ने कुरा आउनु पर्यो। अस्ति निजी विद्यालयका संस्थापकहरू, सञ्चालकहरूले भनिरहेको थियो, त यो पैसा हामीलाई दिनुहोस्, त्यो भवन पनि हामीलाई दिनुहोस्, निजी विद्यालयमा पढाइराखेको गुणस्तरमै नानीहरू चाहिँ उत्पादन गर्छौँ भनेर चाहिँ भनिरहेको कारणले समस्या पैसाको होइन। पैसा नभएर सार्वजनिक विद्यालयका विद्यार्थीहरू कमजोर भएको अथवा शैक्षिक गुणस्तर कमजोर भएको होइन, सार्वजनिक विद्यालय सम्बन्धी सरकारको नीति ठिक नभएर। तपाईँ अहिले पनि जानुहोस् न, यो गाउँमा सार्वजनिक विद्यालयहरू अथवा सरकारी विद्यालयहरूको बिल्डिङ हेर्नुहोस्, त्यहाँको शिक्षक सङ्ख्या हेर्नुहोस्, उनीहरूले पाउने तलब हेर्नुहोस्, के कुराको कमी छ? तर विद्यार्थी चाहिँ छैन। विद्यार्थी भएकाको पनि चाहिँ नि त्यो स्तर हेर्नुहोस्, प्रतिस्पर्धी छैनन्। के कारणले भयो भन्ने कुराको खोजी गर्नु पर्यो। किन शिक्षकको मनोबल उठ्न सकेन? पैसाको अभाव भएको
होइन। तपाईँले भन्नुभयो जस्तै संघीयता परिवर्तन ल्याए सरकारलाई साथ दिन्छौँ, तर परिवर्तन भन्ने शब्दले धेरै अर्थ दिन्छ। तपाईँ संघीयता नै हटाउन चाहनुहुन्छ कि यो संरचना मात्रै चाहिँ फेरबदल गर्न चाहनुहुन्छ? दुईटा कुरा छ। संघीयता भन्ने चिज के हो भन्ने कुरा बुझ्नु पर्यो। मैले संघीयताको एडभोकेसी गरेर हिँडेका युरोपियनहरूसँग पनि कुरा गरेका थिएँ। तपाईँले भनेको संघीयता के हो त? अधिकारसँग सम्बन्धित हो कि संरचनासँग सम्बन्धित हो? संघीयतालाई अधिकारसँग जोड्ने हो भने त्यसको हामी विरोधी होइनौँ। माथि केन्द्रमा रहेको अधिकार तल्लो तहसम्म पुर्याउने कुराको हामी विरोधी होइनौँ, त्यो अधिकारसँग सम्बन्धित हो भने। तर संघीयताको नाममा जुन 3 तहको संरचना निर्माण गरिएको छ, नेपाल जस्तो सानो देशमा यो 3 तहको संरचनाको जरुरी छैन। प्रदेश संरचना जो छ त्यसको के काम छ? अहिले हाम्रो अभ्यासको यो 8 वर्ष चाहिँ हामीले पार गर्दैछौँ। यो बिचमा संघीयताको अथवा प्रदेशको कारणले के कुरामा फरक पर्यो त? केन्द्रले नै दिने पैसा उसले बाँड्ने, उसको न आफ्नो आम्दानी छ, न स्रोत छ, न छुट्टै योजना छ। केन्द्रले पनि त्यही बाटो बनाइरहेछ, प्रदेशले पनि त्यही बाटो। केन्द्रले 2 करोड दियो भने उसले 2 लाख दिन्छ, 5 लाख दिन्छ, फरक केही पनि छैन। तर यसको कारण अतिरिक्त खर्च त भयो। काममा पनि लाल फित्ताशाही हुन्छ नि, झन्झटिलो, रेड ट्यापिजम भने जस्तो। अस्ति तपाईँहरूले सुन्नुभयो कि भएन, हाम्रो क्षेत्र नम्बर 2 को प्रतिनिधि सभा सदस्य इन्दिरा राणा त्यो मल गोदाममा जानुभएछ। त्यो कर्मचारीले के भन्दै थियो भने प्रदेशले कहाँ कति भन्ने तोक्छ अनि हामी चाहिँ त्यही अनुसार पालिकाहरू पठाउँछौँ। हजुर, यो हामीले यहाँ आउनु त आयो, यहाँ रहनु त रह्यो, तर यो प्रदेश अन्तर्गत छ र हामीले अहिले डाइरेक्ट बाँड्न मिल्दैन भनेर उसले जवाब दिइरहेको थियो। त्यसपछि मल केन्द्र सरकारले खरिद गर्ने चाहिएको गाउँमा, अब त्यो प्रदेशले त्यसको वितरण गर्ने भनेको प्रक्रियामा मान्छे अल्झेन। सिधै कुन जिल्लालाई कति आवश्यक हो त्यति पठाएर तत जिल्लाले आवश्यकता अनुसार सम्बन्धित पालिकाहरूमा पठाइदियो, सक्यो। उसको योगदान केही नरहने, तर हिसाब उसले राख्नुपर्ने, उसले फाटवारी बनाउनु पर्ने। मेरो आफ्नै अनुभव छ। कोभिडको बेला हाम्रो पहिलो चरणमा कचन कवलमा असाध्यै ठुलो यो क्षेत्रमा खतरा आयो। त्यसबेला स्वास्थ्य सामग्री, एउटा मास्क मात्रै पनि ठुलो कुरा थियो, सेनिटाइजर एकदमै ठुलो कुरा थियो। चाइनाबाट काठमाडौँमा सामान आयो। यो क्षेत्र सरकारको तर्फबाट बसन्त नेमाङले हेर्नुहुन्थ्यो, मन्त्री बसन्त नेमाङले। मैले उहाँलाई फोन गरेँ, मन्त्रीज्यू यहाँ त एकदमै कठिन भयो, कुनै अलमल नगरिकन स्वास्थ्य सामग्री जे छ हामीलाई चाहिँ कचन कवललाई अथवा मेरो क्षेत्रलाई प्राथमिकता राखेर पठाइदिनु पर्यो। पछि हस् भन्नुभयो। तर आजै हिँड्छ भन्नुभयो, हिँड्यो पनि आउने बेलामा त्यो त विराटनगर गयो, कोशी प्रदेशले रिसिभ गरेर अनि पठाउने। त्यसै एक दिन ढिलो भयो। उनीहरूले छिटो गर्दाखेरि पनि यस प्रकारको झन्झटहरू उत्पन्न गर्ने काम बाहेक यो प्रदेशको कुनै औचित्य छैन। तर अधिकारसँग जोड्ने हो भने त्यो अधिकारको कुरामा कुनै हाम्रो फेरि आपत्ति छैन। त्यसकारण प्रदेश खारेज गर्ने, केन्द्र र स्थानीय तहलाई बलियो बनाउने, यसलाई आकारको हिसाबले पनि ठुलो बनाउनु पर्यो, स्रोत साधनले पनि स्थानीय तहलाई सम्पन्न बनाउनु पर्यो, अधिकारले पनि चाहिँ यसलाई चाहिँ सशक्त बनाउनु पर्यो र काठमाडौँमा अथवा विराटनगरमा गएर जनताले लिने सुविधा आफ्नो घर दैलोमै लिन पाउने व्यवस्था मिलाउनु पर्यो। त्यो सबभन्दा राम्रो हुन्छ। भन्नुको मतलब संघीयतामा केन्द्र सरकार र स्थानीय सरकार चाहिँ रहन्छन्, प्रदेश चाहिँ खारेज आवश्यक छैन। यस विषयमा अहिलेका हालका अर्थमन्त्री स्वर्णिम वाग्लेले निकै अगाडिको समयमा उहाँले के भन्नुभएको थियो भने हाम्रो सामर्थ्य पुगेको दिन हामी यो प्रदेश संरचना खारेज गर्छौँ भन्नुभएको थियो। यदि अहिलेको अवस्थामा रासपाले प्रदेश खारेजीको कुरा ल्यायो भने त्यसमा तपाईँहरूको समर्थन रहन्छ कि रहँदैन? हामीले सार्वजनिक रूपमै भनेका छौँ नि। हाम्रो पार्टीको प्रवक्ताले पनि, संसदीय दलको नेताले पनि, अरू सांसदहरूले पनि संसदमै पनि भनिराख्नु भएको छ, ल है हाम्रो आवश्यकता पर्छ भने यो विषयमा समर्थन गर्न हामी तयार छौँ भनेको छु। मैले अस्ति भेटघाटमा पनि प्रधानमन्त्रीलाई भनेको छु, सार्वजनिक रूपमा निरन्तर रूपमा भनिराखेका छौँ। यो कुरामा सरकारलाई हाम्रो मद्दत चाहिन्छ भने हामी मद्दत गर्न तयार छौँ। तर सरकार आफै नै यसमा उत्सुक अथवा इच्छुक छैन, यो बाहिर भन्ने कुरा हो। सरकार इच्छुक छ भने त ट्रायलमा ल्याए भइहाल्यो नि संसदमा। कुन दल कता रहेछ। हामीले त कोसिस गरेका थियौँ, तर अरू दलहरू मानेनन्, अरू दलको सहयोग
लिन सकिएन भनेर भन्ने गरी प्रस्ताव अगाडि सारे भइगयो नि, तर उहाँहरू नै इच्छुक हुनुहुन्न। पहिलाको उहाँहरूको बोली र अहिलेको बोलीमा फरक आएको छ। त्यो समय अनुसार बोलिराख्नु भएको छ। अब एउटा प्रश्न, यो पुस्तान्तरणको प्रश्न उठ्ने गरेको छ। तपाईँकै पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र साईले अब पुस्तान्तरण हुनु पर्यो भन्ने विषय चाहिँ निकै धेरै चर्चामा ल्याउनु भएको छ। तपाईँ आफै चाहिँ अब कहिलेसम्म यो पार्टीको अध्यक्षको रूपमा रहिरहनुहुनेछ? नेपालको राजनीतिमा पुस्तान्तरणको कुरा त धेरै लामो समयदेखि उठिराखेको थियो। त्यो काङ्ग्रेसमा पनि, एमालेमा पनि, अरू कम्युनिस्ट पार्टीहरूमा पनि पुस्तान्तरणको कुरा उठिराखेको थियो। राप्रपामा बरु त्यो स्वर एकदमै सानो थियो, तर व्यवहारमै नेपाली राजनीतिमा सबभन्दा पहिले पुस्तान्तरणको नेतृत्व गरेको मान्छे म हुँ। राप्रपा जस्तो पार्टीमा म अध्यक्ष हुने कुराको मानिसहरूले कल्पना पनि गर्दैनथे र हामीले कुरा गर्दाखेरि पत्याउँदैन पनि थिए, हाँस्थे। त्यस्तो बेला हामीले राप्रपामा मात्रै पुस्तान्तरण गरेनौँ, नेपाली राजनीतिमा पुस्तान्तरणको एउटा सिलसिलाको प्रारम्भ गऱ्यौँ। अरूले भनुन् नभनुन्, म आफै यो नेपाली राजनीतिमा पुस्तान्तरणको नायक हुँ। अब मैले राप्रपामा सधैँभरि अध्यक्षको कल्पना पनि गरेको छैन। हाम्रो विधानमा एउटा मान्छेले 2 कार्यकाल मात्रै अध्यक्ष हुन पाउने अथवा कार्यकारी पदमा बस्न पाउने व्यवस्था छ। मेरो अहिले एउटा कार्यकालको अन्तिम चरण चलिरहेको छ। अब अर्को कार्यकाल हुनैपर्छ, 2 चोटि हुन पाउने व्यवस्था छ, त्यस कारणले हुनैपर्छ भन्ने छैन। महाधिवेशनको मिति तोकिसकेका छौँ। मैले यही पटक नै नेतृत्वबाट बिदा लिने अथवा अरू थप 1 कार्यकाल गरेर अर्को पुस्तालाई हस्तान्तरण गर्ने भन्ने कुरा महाधिवेशनको ठिक समय आएपछि हाम्रो बिचमा छलफल हुन्छ, कुराकानी हुन्छ। म सदैव नै नेपाली राजनीति अथवा सबै कुरामा पुस्तान्तरणको पक्षको मान्छे हो। झापाका अधिकांश युवाहरू अहिले राजसभातिर गएको देखिन्छ। तपाईँलाई छोडेर चाहिँ गए जस्तो देखिन्छ। यो घटना झापामा मात्रै त भएको होइन, यो देशव्यापी रूपमा यो घटना भएको छ। यस विषयमा तपाईँको के धारणा छ? भविष्य भनेकै युवाहरूको हो। हामीले गरिराखेको प्रयत्न पनि युवाहरूकै लागि हो। अबको देश आजका युवाहरूको हो। त्यसकारण युवाहरूले आफ्नो सुदूर भविष्य सुन्दर रहोस्, सुखद रहोस् भन्ने आफ्नो कामना, आफ्नो चाहना पुरा गर्ने क्रममा विभिन्न विकल्पहरू खोज्ने क्रममा अहिले राष्ट्रपालाई विकल्पको रूपमा स्वीकारेका छन्, अङ्गीकार गरेका छन्। राष्ट्रपालले युवाहरूको चाहना पुरा गर्न सकोस्, उहाँहरूको चाहना पुरा होस्, मेरो शुभकामना छ। मेरो धेरै त्यसमा कुनै टिप्पणी छैन। तर अब सबै युवा गए भन्ने कुरा पनि होइन। अब हामीसँग भएको युवा त हामीसँगै छन्। हिजो मसँग भएको मलाई छोडेर गए भन्ने भन्दा पनि एउटा युवा लहर चाहिँ राष्ट्रसभामा जोडियो। तर युवाहरूलाई मेरो चाहिँ आग्रह छ, देश बन्नको लागि एउटा चिजले मात्रै बन्दैन, सबै चिजहरू मिल्नुपर्छ। जोस त चाहिन्छ नै, सँगसँगै अनुभव होस् भन्छ नि, त्यो चिज पनि चाहिने रहेछ भन्ने कुरा अहिले यो छोटो समयमै अनुभूत हुन थालेको छ। त्यसकारण तपाईँहरूले जुन सुविचारका साथ राम्रै हुन्छ भनेर तपाईँहरूले एउटा निर्णय लिनुभयो, खबरदारी पनि त्यतिकै गर्नुहोस्, अन्ध समर्थन नगर्नुहोस्। हिजो देश बिग्रियो भनेर देश बनाउन तपाईँले विकल्प रोज्नुभयो, तर त्यो विकल्प झन् प्रलयकारी भयो। त्यसले देशलाई झन् बर्बाद गर्यो अथवा देश अझै अल्मलियो भने त्यसको नोक्सान राजनीतिमा नेतृत्व गर्ने मानिसहरू अथवा तपाईँले भोट दिएका मानिसहरूलाई केही फरक पर्दैन। फरक फेरि तपाईँलाई नै पर्छ। सबैभन्दा नोक्सानीको भागीदार तपाईँ नै हुनुपर्छ, तपाईँले नै त्यो बिहोर्नुपर्छ। त्यसकारण तपाईँले जे गर्दै हुनुहुन्छ त्यो तपाईँको भविष्यसँग सम्बन्धित छ। होसियारीपूर्वक गर्नुहोस्, अन्ध समर्थक नबन्नुहोस् भन्ने कुरा चाहिँ मैले अनुरोध गर्छु। 3 महिनाभन्दा बढी कार्यकाल चलाइसकेको अवस्था छ। यसमा यो सरकारले गरेका कामहरू चाहिँ सरकार सफल भए जस्तो लाग्छ कि लाग्दैन तपाईँलाई? छोटकरीमा भन्ने हो भने यो सरकारले आशा जगाउन सकेन। यो 3 महिनामै सबै कुरा, 100 दिनमै सबै कुरा हुने भन्ने कुरा त होइन। तर 100 दिन पनि कम समय होइन। हामीले छुट्टै समयमा पनि केही फरक कामहरू अरूले गरेका पनि देखेका छौँ र हामीले गरेर पनि हेरेका छौँ। र यो बिचमा यत्रो अभूतपूर्व जनसमर्थन प्राप्त गरेको सरकारले म्यासेज दिने काम गर्न सक्थ्यो, तर कुनै सकारात्मक म्यासेज गए जस्तो मलाई लाग्दैन। बरु निराशा उत्पन्न भएको छ। कर्मचारी, आर्थिक क्षेत्र, सर्वसाधारण, तल्लो तहका जनता
चाहे सुकुम्बासी हुन्, कसैमा पनि चाहिँ आशा जगाउने काम भएको छैन। यति बेला आशा जगाउने काम चाहिँ हुनुपर्थ्यो। फेरि पनि समय छ, राम्रो होस् भन्ने हाम्रो शुभकामना छ, तर आशा जगाउन सकेको छैन छोटकरीमा। यो सम्पत्ति छानबिनको विषय तपाईँकै पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र बहादुर शाहीले संसदमा निकै पटक उठाउनु भएको छ। उहाँले पूर्व मन्त्रीदेखि पूर्व मेयर लगायत जनप्रतिनिधिहरूको सम्पत्ति छानबिन गर्नुपर्छ भनेर निकै पटक चाहिँ यो माग उठाइरहनु भएको अवस्था हामीले देख्छौँ। यो सम्पत्ति छानबिन गर्ने विषय अरूको हकमा मात्रै हो कि तपाईँको हकमा नै यो लागू हुन्छ? यो तपाईँहरूलाई जानकारी गराउँ, त्यो जानकारी नपाएर हो। नेपालको राजनीतिमा उच्च पदस्थ नेता कर्मचारीहरूको सम्पत्ति छानबिनको माग राप्रपाले सबभन्दा पहिले उठाएको हो र राप्रपाले आफ्नो चुनावी घोषणापत्रमा समेत निरन्तर रूपमा राखेर आइराखेको छ। जुन बेला राष्ट्रपा जन्मेकै थिएन त्यस बेला म एक्लै संसदमा थिएँ, त्यस बेला पनि मैले सम्पत्ति छानबिनको विषय उठाएको थिएँ र पछिल्लो दिनमा त मैले संसदमै सबैका अगाडि सम्पत्ति छानबिनको विषयलाई यसरी गम्भीरतापूर्वक उठाएको थिएँ, सम्पत्ति छानबिन गरौँ सबै नेताहरूको, र त्यसमा सबैभन्दा पहिले मेरोबाट सुरु गरौँ। मैले सार्वजनिक रूपमा संसदमा भनेको छु र अहिले जुन सम्पत्ति छानबिन आयोग बन्यो, अदालतले त्यसलाई अहिले रोक लगाएको छ काम नबढाउनु भनेर, तर मैले आफ्नो सम्पत्ति विवरण समयमै पेश गरेको छु, मैले बुझाएको छु र आवश्यक पर्यो भने भोलि त्यस्तो व्यवस्था आयो भने सार्वजनिक गर्न पनि म तयार छु र छानबिनबाट कुनै कमी कमजोरी देखियो भने त्यसको सजाय भोग्न तयार छु। किनभने सुशासन र पारदर्शिताको विषयमा सबभन्दा बलियो रूपले आवाज उठाएको पार्टी नै राप्रपा हो र नेतृत्वको हिसाबले म हो भनेर चाहिँ मैले भन्छु। मैले आजसम्म 1 रुपैयाँ भ्रष्टाचार गरेको छैन। भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह हो भनेर जो भनेको छु भने मैले सम्पत्ति विवरण मैले चाहिँ नबुझाउने, मेरो चाहिँ छानबिन नहुनु पर्ने भन्ने कुरै छैन, मैले बुझाएको छु। अब अहिलेको प्रक्रियामा केही आफ्ना असहमतिहरू छन्, फरक मतहरू छन्। अहिले सरकारले जुन हिसाबले छानबिनको प्रक्रिया अगाडि बढायो, त्यहाँ भूतपूर्वहरूको चाहिँ छानबिन हुने, वर्तमानहरूको चाहिँ वर्तमान सांसद र मन्त्रीहरूको चाहिँ नै सम्पत्ति विवरण त्यहाँ पेश गर्नु नपर्ने, उनीहरूको चाहिँ छानबिन नहुने हैन, उनीहरूको छानबिन नहुनुपर्ने भनेपछि त्यो सुशासनको हिसाबले राम्रो कुरा होइन। त्यस्ता फरक मतहरू त छन्, तर मेरो आफ्नो मैले बुझाइसकेको छु। तपाईँलाई एउटा अन्तिम प्रश्न गर्न गएँ हामीले। तपाईँ यसै निर्वाचन क्षेत्रबाट अस्ति भर्खरै सम्पन्न भएको निर्वाचनमा सहभागी पनि हुनुभयो, तपाईँले हार पनि बेहोर्नुभयो। मुख्यतः योभन्दा अगाडिको निर्वाचनहरूमा तपाईँलाई नेकपा एमालेका केपी शर्मा ओलीको साथमा तपाईँले यस निर्वाचन क्षेत्रमा चुनाव लड्नु भएको थियो र परिणाम पनि ल्याउन सफल हुनुभयो। यो निर्वाचनमा चाहिँ तपाईँले एक्लै लड्ने जुन हिम्मत गर्नुभयो, साहस गर्नुभयो, तपाईँलाई यो चुनाव जित्छु भन्ने चाहिँ लागेको थियो कि थिएन? चुनावमा मेरो विचारमा जाने सबै मानिसहरूले अब जित्छु भनेरै जाने हो र मैले एउटा कार्यकाल पूर्ण र एउटा कार्यकालको आधा समय यस क्षेत्रको नेतृत्व गर्ने मौका प्राप्त गरिसकेपछि मेरो आफ्नो स्वमूल्याङ्कनमा अब मैले यस क्षेत्रका अन्य उम्मेदवारहरू, अन्य पार्टीहरूको हिसाबले तुलना गरेर हेर्दाखेरि मैले यस क्षेत्रबाट प्रतिनिधि सभाको सदस्य नै हुन नपाउने अथवा यस क्षेत्रका मतदाताले मलाई भोटै दिनुहुन्न भन्ने कुनै कारण छैन। यस क्षेत्रले एउटा राष्ट्रिय राजनीतिमा नेतृत्व पनि प्राप्त गर्छ, त्यस कारणले मैले चाहिँ नै हार्नुपर्ने कुनै कारण छ भन्ने मलाई लाग्दैन थियो। तर पछि घटनाक्रमहरू हेर्दै जाँदाखेरि अब एउटा लहर आइराखेको थियो, जनताले एउटा मुड बनाइरहेको थियो, जनता सम्मोहित भएको, हिप्नोटाइज्ड उसमा चाहिँ देखिन्थ्यो। त्यस कारणले अब जटिल छ भन्ने लागेको थियो, तर त्यसको कुनै उपाय थिएन। मैले अघि भनिसकेको छु, यसलाई स्वीकारेर जानुको अर्को कुनै विकल्प छैन। र यसपालि मैले एक्लै चुनाव लडेर एउटा कुरा पनि प्रष्ट भयो कि राजेन्द्र लिङ्गदेनको हार जितमा अर्को कुनै दल मिल्नु नमिल्नु मात्रै कारण होइन रहेछ, मूल रूपमा त जनतै रहेछ भन्ने कुरा देखियो। किनभने एमाले र राप्रपा मिलेर जितेको हो राजेन्द्र
भन्ने हो भने यसपालि एमाले र राप्रपाको भोट मिलाउँदा के हुन्थ्यो र होइन जितिँदैन थियो होइन एमालेको अरू 7,000 भोट थपिँदा के हुन्थ्यो त्यसकारण त्यो नै निर्णायक होइन मूल निर्णायक भनेको चाहिँ जनता नै हुन् जनताको मूड जनताको मनोविज्ञान त्यो नै महत्त्वपूर्ण कुरा हो तपाईँले जनतालाई केही भन्न चाहनुहुन्छ भने भन्न सक्नुभयो चुनाव हार्ने जित्ने भन्ने कुरा अलग कुरा हो मूल रूपमा मान्छेको मन जित्ने कुरा हो म फेरि चुनाव उठ्न सक्छु नउठ्न सक्छु उठेर नजित्न सक्छु जित्न सक्छु तर म निरन्तर रूपमा तपाईँहरूको माझमा रहनेछु र तपाईँहरूको मन जित्ने काममा लागिराख्नेछु हस् त धन्यवाद हस्